हेर्नुहोस् यत्रो लामो पुल छ, बन्दैछ। यो कमसेकम 10 वर्ष भयो, 3टा भएछ। यो एउटा बाँकी छ, यहाँ बिचमा छ, उता छ है। हेर्नुहोस् यो एउटा छड मात्रै हालेछ, अनि उता छ एउटा। 3टा पुल हो, 10 वर्ष लागिसक्यो लगभग। नभएर यहाँ काठको पुल छ सानो, हेर्नुहोस्। त्यही बाटो पारी गइए थियो, फेरि आफ्नो गाउँतिरको बाटो लागेर आइयो है गाइज। ल यो मेरो गाउँको हेर्नुहोस्, यो हो खोलाको बगर। यहाँ डाँडामा छ स्कुलको फिल्ड है गाइजहरू। ठिक छ, हाम्रो सानो मिनी ब्लग, हामी सानो क्रिएटर बल्ल सुरु गर्दैछौँ है गाइजहरू। नमस्कार, फलो गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस् कस्तो लाग्छ है। ल हेर्नुहोस् फेरि देखाइदिन्छु है।